यो चाहिँ काट्छु नि त म थिएन यहाँ त केही त थिएन त यहाँ त सर्ट गर्नु त बस्दै केटाहरु Hi everyone, ASM Vlogs once again हो अब अहिले त हामी अफिसमै छ हो यहाँनिर अब अफिसमै छु अब यहाँ अफिसबाट निस्केर चाहिँ आज हामी नयाँ बाटो फेरि एक्सप्लोर गर्न आँटेको छ नयाँ बाटो चाहिँ कता भन्दा यहाँदेखिको सुकिया गएर सुकियादेखिको ओह्रालो पोखरेबुङदेखिको चाहिँ थाहा छैन मलाई बाटो त्यहाँको चाहिँ सायद ग्यामन भएर जान्छ होला हामी हो होइन है ग्यामन होइन कहाँ ए ओके धजे इन्टेक अच्छा त्यसो भए हामी धजे भएर इन्टेक भएर त्यहाँदेखिको फेरि ब्याक घर जान्छौँ सो अब हेरौँ आजको नयाँ बाटो कतिको हुन्छ है स्टे ट्युन अब हामी यहाँबाट निस्क्यौँ अफिसबाट हो म त सन्जोग छ यहाँनिर अर्को गाडीमा चाहिँ रियान्त र अविनाश दा आउनुहुँदैछ यहाँबाट अब हामी सुकिया लागेको सुकियातर्फ के भयो सो फाइनली हामी चाहिँ यहाँ घुम स्टेसन आइपुग्यो अन्त यहाँबाट हामी चाहिँ सुकिया चाहिँ लेफ्टपट्टिबाट जान्छ इफ राइट लियो भने चाहिँ हामी दार्जिलिङ पुग्छ दार्जिलिङ बजार आई मिन अन्त अब हामी लेफ्ट साइड चाहिँ सुकिया जान्छ यो चाहिँ पर्यो घुम भन्ज्याङ यहाँबाट चाहिँ पर्यो बिजनबारी हामी चाहिँ जानु पर्यो स्ट्रेट चाहिँ सुकियापट्टि यहाँ चाहिँ अब हामीले एकैछिनको लागि ब्रेक लिएको हो ब्रेक लिएको भन्दाखेरि अब अविनाश दाले अलिअलि गाडी बखाल्नु हुँदैछ कि सो त्यसले गर्दा हामी यहाँनिर एकछिन अड्केको सो अहिले भने चाहिँ यहाँबाट सनसेट एकदमै दामी देखिरहेको छ युजली राम्रै हुन्छ है राम्रै देख्छ युजली नै र कोही बेला चाहिँ अब दिन बिग्रेको बेलामा चाहिँ एकदमै डरलाग्दो फगी हुन्छ सो ड्राइभर्सहरूलाई पनि साह्रै पर्छ अलिकति केयरफुल भएरै कुदाउनुपर्छ यो बाटो चाहिँ र फिलहाल चाहिँ एकदमै दामी देखिरहेको छ सनसेट स्पेसली त्यो क्लियर स्काई हुँदाखेरि झन् मजा आउँछ यो बाटो यसो ड्राइभ गर्नु बाइक राइड गर्नु एकदम मजा आउँछ अहिलेको सनसेट चाहिँ लु हेर्नुहोस् तपाईँहरू जो फोनबाट त त्यस्तो राम्रो आउँदैन लेप्चा जगत यो पनि एउटा टुरिस्ट स्पटै हो भनौँ यहाँ एकदमै ज्यादा टुरिस्टहरू हुन्छ आजकल यहाँको खासियत चाहिँ त उयो हो नि त होइन के हो खासमा चाहिँ यहाँबाट कञ्चनजङ्घा र दार्जिलिङ देख्छ नि होइन देख्नु चाहिँ यता साइड देख्छ साइड चाहिँ त्यो त छैन डुम्बा लागिरहेको छ पन्चको चाहिँ अर्को लुक्ने आएको छैन है यही मात्र है यो चाहिँ हो के भन्छ यसलाई फरेस्ट पाइन फरेस्ट भन्छ नि होइन यहाँ चाहिँ त आजकल टिकट लाग्छ पहिला त लाग्थेन यहाँ त केही त थिएन त यहाँ त सर्ट गर्नु त बस्दै केटाहरु हो किन भन्नु कति पनि भएको छैन यो कति पनि भएको छैन अब यहाँ टुरिस्टले मन पराउँछ ठिकै छ हाम्रै मान्छेले गरी खाँदैछ ठिकै छ कोही बात छैन राम्रो हो एकदम ओके छ तर हामीलाई आउँदा चाहिँ टिकट नलागिदियोस् हामी कोही बेला फोटोहरू खिच्नु पऱ्यो नि त होइन हामी लोकल लाग्छ अब हामी यहाँ सुकेको अफिसबाट पनि हामी यहाँ निस्किसक्यो हो यहाँबाट चाहिँ अब सुकेबाट नयाँ बाटो जाने हो हेरौँ अब कतातिर हुन्छ के हो त्यहाँ खानुपर्छ नि त्यो एक मिनट लेसको एडभर्टिजमेन्ट हुन्छ होला नि त पुरा खाँदा रहेछ भनेर यो चाहिँ हो सुकिया बजार सुकियाको सानो बजार सुकियाबाट एन्ट्री चाहिँ कता र अब हामी चाहिँ सुकिया बजारमा छौँ हो अनि हामी चाहिँ यहाँ अलिक अगाडिबाट चाहिँ रद्दपर्छ लेफ्ट उयो माथिको चाहिँ गुम्बा हो नयाँ गुम्बा हो त्यो पहिला यता सो यही पोइन्टबाट चाहिँ मिरिक माने भन्ज्याङ सन्दकपुर सबै यहीँबाट छुट्टिन्छ अब हामी चाहिँ यहाँ अगाडिबाट लेफ्ट
लेफ्ट त है लेफ्ट अगाडिबाट अब यहाँ हामी अगाडिबाट चाहिँ लेफ्ट जान्छ हामी चाहिँ यहाँबाट लेफ्ट जान्छ यहाँ अगाडिबाट चाहिँ माने भन्छौँ सुके पोखरी मिरिक सिलगढी त्यहाँबाट जान्छ टुवर्ड्स पोखरेबुङ यो चाहिँ अब हाम्रो मेरो फर्स्ट टाइम कतिवटा भयो अल्टो दुईटा भयो यहाँ चाहिँ अल्टोको बजार चाहिँ यहाँनिर रहेछ है अल्टो चाहिँ यहाँ पोखरेबुङमा बेसी पाइन्छ सबसे बेसी चाहिँ अल्टो यहाँ छ पोखरेबुङ एन्टर गरिसक्यो यो वाला टुक्रे टुक्रे यो जालीदेखिको माथिबाट यस्तो राइट साइड गयो भने चाहिँ चामुङ टी स्टेट होइन उताबाट चाहिँ चामुङ टी स्टेट पोखरेबुङ बजार चाहिँ यस्तो रहेछ आज चाहिँ यहाँनिर यो तल्लोबाट पनि परै जोडिन्छ यही बजार वान वे आफ्नै हिसाब जाँदा पनि हुन्छ लट अल्टो सुरु भयो यहाँ 3टा भयो होइन 4 यसलाई कति हो 3टा भयो 3टा सबसे बेसी चाहिँ यहीँ छ अल्टो यहाँ एउटा भएको ऊ अगाडि म 4टा अब हामी चाहिँ अल्टो भन्दै जाने हो 5वटा उपर अहिले अब हामीले राम्ररी गर्नु सक्यो भने चाहिँ भिडियोको एन्डमा हामी काउन्ट बताइदिन्छ कतिवटा हामीले देख्यो त्यसबाट चिया खाएर फेरि अब जाँदैछ हो चिया खाइसक्यौँ हामी है अब मेरो गीत सुनाउन आँटेको छ म अब सन्जोगको गीत सुन्दै जाने हो बाइ बाइ गाइस सो फाइनली अहिले घर आइपुग्यो हो अन्त नयाँ बाटो आयो मजा आयो यसो नयाँ बाटो घुम्दै हो अन्त नयाँ बाटो चिनी पनि राख्नुपर्छ होइन यसो नयाँ बाटो पनि चिने अन्तखेरि फाइनली अहिले चाहिँ घर आइपुगेँ अन्त त्यो अघि अल्टो चाहिँ हामीले काउन्ट गर्दाखेरि 25वटा जस्तो चाहिँ हामीले काउन्ट गऱ्यो बाटोमै भेटेको जति हो त्यहाँदेखिको चाहिँ हामी पनि आफ्नै गाउँमा भुल्यो अन्त त्यति चाहिँ भयो अन्त तर अल्टो चाहिँ पुरा रहेछ त्यो साइड है पोखरेबुङहरू साइड अन्त त्यति हो अन्त आजको चाहिँ नयाँ बाटो यसो आएको थियो र सो यो भ्लग गरेको सो एनिवेज है यसो पेजहरू फलो गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् है सो टिल देन स्टे ट्युन्ड गुड बाई अनि टेक केयर